हार्दिक स्वागत व्यक्त गर्न चाहन्छु। हङकङलाई कर्मभूमि बनाएर विगत 1 दशकबाट नेपाली साहित्यको सेवामा लागिरहनु भएको छ। उहाँको यो पहिलो कविता सङ्ग्रह हो। म कविलाई बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छु। कविता सङ्ग्रहको यो लोकार्पण कार्यक्रममा सम्झनाको छेउमदुम त्यसै गरी अर्को वक्ता हुनुहुन्छ। फिनिक्स बुक्सबाट प्रकाशित यो पुस्तक हाम्रो यो सम्झनाको चमलमा कविता सङ्ग्रह विमोचन भइरहेको छ। कृपया सम्पूर्ण उपस्थित महानुभावहरूले ताली बजाएर यो विमोचन कार्यक्रमलाई अगाडि आएर आसन ग्रहण गरिदिन हार्दिक अनुरोध गर्दछु। रङ्गकर्मी नुस्रा लिङ्गदेनज्यूलाई विनम्र। आजको दिनमा मलाई कविता वाचन गर्नको लागि यस ठाउँमा निमन्त्रणा गर्नुहुने सम्भव समूहको टिमलाई एकदम धेरै यारी हुने र आजको कविताको शीर्षक छ दो बाटो। हिँड्न चाहन्थे जिन्दगीका मैलौँ मैल दूरी यात्रा। तिमीसँग हिँड्न चाहन्थे जिन्दगीका मैलौँ मैल दूरी यात्रामा उकाली ओह्राली पार गरेर घुम्तीहरू तमोल भाकुला भन्थे देउरालीमा चढाएर पिरातीको पाती। तिन झुरेर मिल्के डाँडामा यालङमा रमाउँदै मेन्छायम घाममा म कालु र सेन्सेलुङ हेर्दै प्रीति गाँसुला भन्थे साक्षी राखेर फर्काउने। आँगन छेउ तगारो काटेर दुई पाइला के सँगै हिँडेका थियौँ आइपुगिहाल्यो अपराध दुबाटो। के सँगै हिँडेका थियौँ आइपुगिहाल्यो अपराध दुबाटो। धन्यवाद। हुनुहुन्छ म उहाँलाई पनि आसन ग्रहण गरिदिनु हार्दिक अनुरोध गर्दछु। त्यसै गरी आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। नमस्कार श्रीमाहरू। यो सधैँ कविताको तान बुझ्न रुचाउने रहर गर्ने त्यो अनुष्ठानमा बसिरहन मनपर्ने एउटा मान्छेलाई यो अगाडिको स्टेजमा बोलाउँदा अलि असहज अप्ठ्यारो हुँदो रहेछ। बोल्दै मञ्चहरू स्टेजहरूसँग त्यति धेरै अनफ्यामिलियर त छैन। आजको यस विद्वत सभाका सभाध्यक्ष कवि रोशन याक्सो, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति सन्देह गोपाल राईज्यू, प्रज्ञा प्रतिष्ठानका प्राज्ञ राजन मुकारुङज्यू, श्रवण मुकारुङज्यू, कवि रोशन याक्सोका श्रद्धेय माता पिता, सँगै कृतिमाथि आफ्नो विचार राख्नको निम्ति उपस्थित प्रिय कवि बिमला र मैले सबैलाई सम्बोधन गरिनँ। यहाँहरू सबैमाथि यो विद्वत सभामा उपस्थित सम्पूर्ण कवि लेखक र प्रियजनहरूमा हार्दिक नमन नमस्कार गर्न चाहन्छु। जति रमाइलो लाग्छ, आनन्द लाग्छ,
यो कविताको कृतिमाथि कवितामाथि यसरी आफ्नो विचार राख्न चाहिँ अलिकति सोच्नुपर्ने रहेछ जस्तो लाग्छ। खास गरी यो समयभन्दा अगाडि बर्खा लागिरहेको यो सिजनमा पानीसँग डराउँदै वर्षाले भिजाउँछ कि भन्ने चाहिँ एउटा अभ्यास राख्दै पनि हामी शनिबारको विभिन्न व्यस्तताका बावजुद यहाँ उपस्थित भएका छौँ। खास गरी कविता लेख्नेहरूको लागि आफ्नो नयाँ किताब आउनु अथवा आफ्नो एउटा नयाँ सृजना गर्नु चाहिँ एउटा उत्सव, एउटा सेलिब्रेसन हो भन्ने मलाई लाग्छ। किनभने म पनि कविता लेख्छु र यो सेलिब्रेसनमा हामी जम्मा भएका छौँ। 19औं शताब्दीका विश्वविख्यात अमेरिकी कवि वाल्ट व्हिटमैनले चाहिँ के भन्नुभएको थियो भने To have a great poets, there must be great audience too. अर्थात् महान कवि हुनका लागि महान श्रोताहरू हुनुपर्छ भन्ने चाहिँ उहाँको एउटा भनाइ मैले यहाँ साभार गरेँ। कृतिले कुन तहको र कुन क्षितिजसम्म ढाक्ने पाठक पाउँछ भन्ने कुरा मुख्य रहन्छ जस्तो लाग्छ। त्यो कृतिले त्यो पाठक, त्यो श्रोता अथवा त्यो दर्शक कुनै कृति किताब मात्रै नभएर अरू सिनेमा होला, रङ्गमञ्च होला अथवा सृजनाका अन्य विधाहरू, आर्टका अन्य विधाहरू होला, त्यसले चाहिँ आफ्नो दर्शक, श्रोता, पाठक, अडियन्स पाउनको निम्ति आफ्नो सृजनाको शक्ति, सामर्थ्य कुन तहको छ, मैले कुन तहको सामर्थ्यको चाहिँ सृजना गरिरहेको छु लेख्नु जस्तो लाग्छ मलाई। र अहिले यो सम्भवतः उहाँको पहिलो कृति रहेछ। म पूर्वतिरकै मान्छे, कोसीपारीको मान्छे, तमोरको पानी खाँदै खाँदै हुर्केको मान्छे, मभन्दा अझ माथि मूल नजिकको पानी खाएर आउनुभएको रहेछ कुसुमजी उता ताप्लेजुङतिरबाट। उहाँले यो किताब पढिरहँदा मलाई लाग्यो कि अहिले आइरहेको यो जुन नयाँ पुस्ता, नेपाली कविताको पाठमा आइरहेको नयाँ पुस्ता जो हुनुहुन्छ, छौँ भन्दा पनि अझ नयाँ साथीहरू आइरहनु भएको छ, नयाँ कविहरू आइरहनु भएको छ। अब हामीलाई चाहिँ अलिक सहज, हाम्रो बोलीचालीको भाषा अलिक सहज बनाउने भाइ बहिनी भन्ने चलन छ, तर प्रयोग गरिरहेको छु हामी। तरेवा, तरेमा, चापेतीमा, आजीवन, चौबन्दी लगायत अरू थुप्रै छ कविता पढ्न तपाईँको। त्यो सँगसँगै उहाँले चाहिँ वैदिक सनातनी सांस्कृतिक बिम्ब र त्यसका मिथहरूको पनि कवितामा त्यसरी नै प्रयोग गर्नुभएको छ, त्यति नै प्रयोग गर्नुभएको छ भन्ने कुरा चाहिँ त्यो निरन्तर अभ्यास गर्दै गएपछि थाहा हुन्छ, आफैलाई बोध हुन्छ भन्ने लाग्छ। यसको लागि कोही अरू नै गुरु थापिराख्नुपर्छ जस्तो लाग्दैन। यही लाग्छ र इतिहासको पुनर्लेखन त्यति बेला सम्भव छ जति बेला हामीले म को हुँ भनेर आफ्नो पहिचान खोज्छौँ, आफूमाथि अस्तित्व बोध गर्छौँ। यसै सम्बन्धमा एउटा कविता वाचन गर्छु सम्झनाको चुनौतीबाट। देशको नक्सामा कायम अनुहार, देशको नक्सामा म आफ्नो अनुहार खोजिरहेछु। मालपोत, अड्डा, अदालत, सिंहदरबार, बालुवाटार, जता थाहे पनि, जुनसुकै कार्यालय गए पनि एउटै व्यवहार, एउटै अनुहार देख्छु। यो देश फुलबारी हो कि तोरीबारी? इतिहासका पाना पल्टाउँछु, वीर बहादुर राजा महाराजा मात्र भेट्छु। कहाँ छ मेरो पुर्खाको कथा कि कुनै राजाले तरबार उठाइरहेका बेला जाँड लागेर कुम्भकर्ण निन्द्रामा सुतिरहेका थिए मेरा पुस्ता। दुनियाँका नाक कान काट्ने शङ्काहा बडा महाराज, मन्दिर मन्दिर गुरुदल्दै हिँड्ने बौलाहा राजा, कति ओगट्न वंशवाद नाश गर्ने हत्यारा शासक, यिनका मात्र अगस्ती कथा। खोरिया फाडेर बस्ती बसाल्ने, औलोसँग लडेर सभ्यता बचाउने, मलाई चाहियो मेरो पुर्खाको गाथा। मलाई थाहा छ नक्सामा देश कोरिनु भन्दा धेरै अघि मेरै पुर्खाका रगत पसिनाले सिंचेको माटो हो यो। मैले जरा गाडीको युगौँपछि नक्साका रेखा ऐजेरू सरी फलाएको हो। कहिले सन्धिको बहाना, कहिले मितेरीको, जहिले साम दाम दण्ड भेद,
कहिले जालीको सुखमा मेरो ओठा छाप, कहिले जबरजस्त दसैँ मनाउन घरका भित्तामा रक्त मुछेल पन्जा छाप। इतिहासको यही बिन्दुबाट अब बुझ्न थाल्छु षड्यन्त्रले गायब मेरो अनि मेरो जस्तै अनुहार। अब एक एक गर्दै भत्काइदिन्छु यो एकाङ्गी इतिहास। दरबारको कोठीमा कुनै लेखनदासलाई थुक बिर्ता दिएर लेखाइएका यी कथित गौरव गाथालाई खारेज गरिदिन्छु। अनि आमा बुवा र मैले अगाडिपट्टि धेरै मैले किताब पढिरहँदाखेरि शकुन्तलाजीले जुन कुरा चाहिँ महसुस गर्नुभयो, तर यति भन्दै गर्दाखेरि मलाई के लाग्छ भने हाम्रो रोशन भाइ काठमाडौँ आउनुभयो। काठमाडौँ आउँदै गर्दा र म हङकङ गएको त्यो र चाहिँ समय यत्तिकै गफ गरेर बितेर जान्छ, तर उहाँहरू 2-4 घन्टा चाहिँ काम गर्नुभयो भने उहाँहरूको डलर पाकिगयो होइन। नेपालीमा त्यसलाई कन्भर्ट गर्दाखेरि हजारौँको उसमा त्यसरी यहाँहरूको एकदमै सूक्ष्म परिस्थिति भएको छैन। र मलाई के लाग्छ भने यो आफ्नो बाँचेको समाजलाई आफ्नो जनाले जुन चाहिँ ट्रेन मैले त्यो कुरा भनेको थिएँ, तर भन्दै आएको थिएँ पटक पटक कस्तो भने तपाईँ हामी यो हेर्दाखेरि यो समाजमा विभेद छ र यो समाज बहुल एउटा अस्तित्वसँग चाहिँ त्यो स्थापित समाज हो। तर यति हुँदा हुँदै पनि समाज जुन किसिमको छ यो राज्य व्यवस्थाले चाहिँ त्यो कुरा बुझेको छैन, अथवा नेपालको संविधानले चाहिँ त्यसरी जसरी चित्रित गरेको छ समाजलाई त्यो खालको परिस्थिति छैन। र यो मलाई कस्तो महसुस भइरहेको छ भने पछिल्लो समयमा यो राज्य व्यवस्था ठिकठाक भयो भने कवि लेखकको कृतिहरू लेखनहरू उनीहरूको चाहिँ साहित्यहरू ठिकठाक हुँदैन रहेछ कि सबै प्रतिकूल परिस्थितिमा नै सबै जहाँ पनि तपाईँ संसारभरिको परिस्थितिलाई हेर्नुहुन्छ भने प्रतिकूल परिस्थितिमा नै कवि लेखकहरूले चाहिँ एकदमै गम्भीर र एकदमै राम्रो चाहिँ आफ्नो सृजनाहरू चाहिँ एउटा चाहिँ उहाँले त्यो क्रिएट गर्दा कविताहरू पनि छन् जो 2 लाइनभन्दा ज्यादा छैन, तर त्यसले चाहिँ तत्कालीन समयमा तत्कालीन चाहिँ राज्य व्यवस्था तत्कालीन चाहिँ अन्यायको एउटा त्यो उसलाई चाहिँ तोड्नको लागि सफल भएको छ। र यही हो होइन एकदमै त्यो तरिकाले संसारमा के अरू यो केही पनि रहेछ भन्ने तरिकाले गइन्छ। त्यस एउटा फेरि परिस्थिति मान्छे चाहिँ 50 पुगेपछि लगभग 40 क्रस गरेर 50 पुगिसकेपछि तपाईँहरूले यो कविता पढ्नुभयो भने महसुस गर्नुहुन्छ। वास्तवमा कस्तो भने आफैले एउटा समानान्तर तरिकाले कुनै पनि चाहे तपाईँ सम्बन्धको कुरा गर्नुहोस्, चाहे समाजको कुरा गर्नुहोस्, चाहे चाहिँ दायित्वको कुरा गर्नुहोस्, चाहे सबै किसिम यदि समानान्तर तरिकाले लिएर गइयो भने चाहिँ त्यहाँनिर बिस्तारै सबै विचार व्यवस्थादेखि लिएर सबै परिवर्तनको एउटा त्यो श्रृङ्खलाहरू चाहिँ एकदम त्यो हामीले जसरी चाहेको छौँ त्यसरी त्यो चाहिँ स्थापित हुने रहेछ। र मलाई यो कविताहरूले त्यो कुरालाई नै आह्वान गरेको छ भन्ने कुरा मैले राख्न चाहेँ। र अर्को कुरा कस्तो भने अहिलेको पुस्तामा कस्तो भने आफ्नो कुरा राख्नु त डराउँदैन होइन। हिजो चाहिँ नि 30को दशकमा जो कविहरू आउनुभयो उहाँहरूले साङ्गीतिक रूपमा बोल्दाखेरि पनि भरे चाहिँ पुलिस ल्याएर हप्पडी लाएर लिएर जाला भन्ने उहाँहरू त्रासका साथ आउनुभएको थियो। जतिखेर गोपाल प्रसाद हिमालले चाहिँ आमाको सपना भन्ने कविता लेख्नुभयो, त्यो कविताहरूमा पनि सङ्केत देखिएको छ त्यतिखेरको परिस्थितिमा तत्कालीन परिस्थितिमा चाहिँ त्यो हो। तर अब अहिले हेर्दाखेरि हाम्रो यो रोशन याक्सो भाइ मात्रै होइन उहाँहरूको समकालीन जति पनि कविहरू आइरहनु भएको छ उहाँहरू काहीँ पनि डराउनु भएको छैन। नडराउनु चाहिँ कुनै पनि कविको एउटा जन्मजात नेचर रहेछ कि जब तपाईँ डराएर लेख्नुहुन्छ त्यहाँ तपाईँले न आफ्नो कुरा राख्न सक्नुहुन्छ न तपाईँले केही नयाँ कुरा राख्न सक्नुहुँदैन रहेछ होइन। र यो कुरामा चाहिँ नै यसले गर्दाखेरि म चाहिँ आशावादी पनि छु कि अबको जेनेरेसनले पक्कै पनि नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय तहमा पुर्याउनको लागि त्यस्तो साहित्य सिर्जना गर्नेछ, लेख्नेछ र
र त्यसलाई पछाडिबाट के कसो गरेर चाहिँ त्यसलाई चाहिँ प्रमोट गर्न सकिएला अथवा चाहिँ छलफल बहस गर्न सकिएला यो कुरा त यो एकैछिनमा सकिने कुरा होइन। यसको लामो श्रृङ्खलाहरू हुन्छ र तपाईँ हामी यही ठाउँमा फेरि पनि भेटघाट हुन्छौँ नै। र अघि हाम्रो एउटा कुरा चाहिँ हाम्रो समुद्रजीले भन्नुभयो हिन्दू माइथोलोजीको कुराहरू एकदमै कविले सिन्सियर रूपमा ल्याएको छ। हो वास्तवमै तपाईँ हामी भावनाको मात्रै कुरा गरेर अब मैले त्यो हुँदैन रहेछ। कमसेकम तपाईँ हामीले केही नभए पनि आफूले भोगेको र आफू बाँचेको समयको कुरा त अथेन्टिक रूपमा राख्न सकियोस्, त्यति त गर्न सकियोस् र नेक्स्ट अर्को जेनेरेसनले अनि त्यो कुरालाई त्यो मालामा चाहिँ गाँसिँदै आउने हो। खास गरी यो जेनेरेसनको प्रतिनिधित्व गर्दै जो यस रोशन याक्सो नयाँ कृति सम्झनाको चोमलङमा भन्ने कृतिको साथ नेपाली साहित्य कविताको क्षेत्रमा आउनुभएको छ। उहाँ यसरी एउटा कविता ल्याएर कृति एउटा कविता सङ्ग्रह ल्याएर त्यत्तिकै हराइजाने व्यक्तित्व हुनुहुन्न। उहाँ वास्तवमा एकदमै सुदृढको साथ नेपाली साहित्यमा कविता लेखिरहेको एउटा हङकङमा बसेता पनि होइन, किनकि त्यहाँ हङकङ युके अमेरिका भनेको मैले अघि नै भनिहालेँ एकदमै गाह्रो। त्यो यहाँ उपस्थित सम्पूर्ण आदरणीय व्यक्तित्वहरूमा मेरो हार्दिक नमन। सर्वप्रथम त रोशनजीलाई यस नयाँ कविता सङ्ग्रहको लागि हार्दिक बधाई तथा शुभकामना दिन चाहन्छु। र यो कविता सङ्ग्रहबाट म एउटा कविता वाचन गर्दैछु। द्रौपदी अर्थात् देश। द्रोणाचार्यमाथि बदला लिन जब गरियो पुत्र कामेष्टि यज्ञ, त्यही यज्ञ कुण्डबाट जन्मेछु म अर्थात् द्रौपदी। खोइ कहाँबाट सुरु गरौँ सुनाउन मेरा कहानी, कसरी बताऊ मेरो जीवनको उकाली उडाली। कहिले कुन्तीले आदेश दिई मलाई बाँडी खान 5 पाण्डवलाई र म बनाइए पञ्चानी। जब मतिभ्रष्ट भए युधिष्ठिर हानिए जुवामा, फगत एक मुठी कौडाले गर्यो मेरो बिरामी। दुर्योधन आदेश दिन्छन् मलाई नङ्ग्याउन दुशासनलाई र भरि राजसभामा हुन्छ मेरो चिरहरण। कहिले पर्छु जयद्रथको अपहरणमा त कहिले चिठोरिन्छु किचकको कामुक नजरबाट। जसरी मैले भोगे कैयौँ आरोह अवरोह, सयौँ हन्डर र घाम पानी, त्यसरी नै प्रताडित छ मेरो देश। मेरो रक्षा गर्नुपर्ने युधिष्ठिरले जसरी मलाई हानेथे जुवामा, त्यसरी नै जुवा हान्दैछन् देशलाई यो देशका रखवालाहरू। जसरी परेथे अपहरणमा जयद्रथको, त्यसरी नै अपहरणमा पर्दैछ स्वाभिमान। जसरी परेको थियो किचकको गिद्धे नजरमा मेरो जवानी, त्यसरी नै पर्दैछ यो देशको अस्मितामाथि। जसरी भएथ्यो मेरो चिर हरण, त्यसरी नै हुँदैछ हरण मेरो माटोको। जब जब समयको कठघरामा पाण्डवहरू निरीह बनेर उभिन्छन्, कसरी बढ्छ दुशासनको आत्मबल, कसरी हुन्छ द्रौपदीको इज्जतको चिरहरण। हेरिरहन्छन् तमासा समाजका भीष्म पितामहहरू। म द्रौपदी अर्थात् यो देश, म यो देश अर्थात् द्रौपदी। यो समय यस्तो कृष्णको पर्खाइमा छु, बचाउन सकोस् यो देशलाई मलाई चाहिँ नाङ्गो हुनबाट भरि उदास छ। धन्यवाद। हुनको निम्ति सम्झनाको चमलङमा कविता सङ्ग्रह लोकार्पण समारोहका आजको कविता नायक रोशन याक्सो कवितामाथि आफ्नो आफ्नो धारणा राख्नुहुने समीक्षकज्यूहरू 2 जना विमला र शकुन्तला। उपस्थिति बडो काव्यमय उपस्थिति भइरहेको छ।
अगाडि देखिरहेको सुरले नेपालको प्रसिद्ध कवि कलाकाव्य म एक दोस्रो अभिवादन व्यक्त गर्छन्। सङ्कटको घडीमा छु म यतिखेर उभिएपछि। दुईवटा सङ्कट। पहिलो सङ्कट चाहिँ कविज्यूले मलाई घरमा अद्योपान्त कविता सङ्ग्रहमाथि बोल्ने मेरो हिम्मत हुने कुरा भएन। दोस्रो अब दुईजना कविज्यूहरूले आफ्नो ढङ्गले आफ्नो दृष्टिकोणबाट विहङ्गम ढङ्गले बसिसकेपछि मैले त्यतिको अध्ययन नगरिकन बोल्ने सामर्थ्य पनि हुने दिनको लागि आयोजक भाइ बहिनीहरूले आज रातैभरि दाईलाई घुमाउनुपर्छ भनेर लगे। त्यो स्टार फेरीहरू श्रवणलाई जम्मै थाहा छ। त्यो स्टार फेरीहरू कता कता नौका बिहा के अनि तल स्टार फेरीको राति 2 बजीतिर होला। हाम्रो त अब नाइट कल्चर छैन। निद्रा लागेर हैरान भइसकेपछि भाइहरूले डुलाएको छ अब त सुत्नु न भने सुत्न दिएको। तल पुगेर यता जोर्डनको साइडमा चाहिँ डुलेको पारी अर्को हङकङ गयो। उनीहरूले भने जस्तो साँच्चै नै हङकङमा त्यो जोर्डन भन्ने ठाउँमा चाहिँ त्यो लगभग नेपाल जस्तै नै हो। मलाई जानुसाथ भाइहरूले के भन्यो भने यो जोर्डन भन्ने ठाउँमा तपाईँ बिहान निस्केर हिँड्नुभयो भने अब कविताको विषयमा धेरै कुरा के गर्ने। अघि शकुन्तला तानको कुरा सट्ट सम्झिँदाखेरि सम्झे भन्दाखेरि हाम्रो किराँती मिथकमा कयामा भन्ने एकजना देखिने अथवा अर्कै ग्रहमा बस्ने मानिसहरूले देख्ने चिज हो भन्ने खालको स्थापित हो हाम्रो नेपाल कविता। लगभग खास गरी चाहिँ साँच्चै भन्यो भने हाम्रो पुस्ताभन्दा अगाडि भनौँ न, श्रवण हाम्रो पुस्ताभन्दा अगाडि लगभग त्यो एउटा प्रचलनको एउटा स्थापित भयो। त्यसले गर्दाखेरि कविता त्यो जमानाको कविता चाहिँ जनताबाट छुट्टिएको थियो। जनताबाट छुट्टिएर भूमिको कुरा नगर्ने खालि आकाशको कुरा गर्ने कविताहरू थियो। कवि जस्तो बनाइन्थ्यो कि समाजमा त्यो जनताबाट कटिन्थ्यो। जनताको दुःखबाट पीडाबाट काटिएको थियो। तर कविहरू अथवा साहित्यकारहरू भनेको जनतासँग जोडिनुपर्छ, जनताको भाषा बोल्नुपर्छ, जनताको दुःख पीडा उत्पीडनहरू बोल्नुपर्छ भन्ने मान्यता चाहिँ बिस्तारै पछि स्थापित भएको। जस्तो श्रवणको कविता विषय नगर्छीको बयान तपाईँ कतिले पढ्नुभयो। मेरो एउटा कविता छ हरिनन्द र माटो भन्ने, जनताको कविता हो। भलै त्यो सबै जनताको नहोला र एउटा जनताको कविताहरू यसरी लेखिँदै आएको हुनाले अबको कविताको धार भनेको चाहिँ जनता नै हो। र मलाई के लाग्छ भने रोशन याक्सुको यहाँ जति कविताहरू पढिए रोशन याक्सुको कविताहरू जनताको कविता। एउटा कुरा के छ भने प्रवासमा बसेर जो कविहरूले कविता लेखिरहेका छन्, जसले जे सृजना गरिरहेका छन्, त्यसले वास्तवमा नेपाललाई झकझक्याउने, नेपाललाई बिउजाउने, नेपाललाई तरङ्गित गर्ने काम गरिरहेको छ। त्यसमध्येको रोशन याक्सु एउटा हुनुहुँदो रहेछ। उनलाई म आज यो समारोहमा मुरी धन्यवाद पनि भन्न चाहन्छु, बधाई पनि भन्न चाहन्छु। अब पृथ्वी बिस्तारो ध्वस्त हुँदैछ। पृथ्वी बिस्तारो ध्वस्त हुनु भनेको के भने अब मानव जाति बिस्तारो ध्वस्त हुँदै जाने सङ्केत हो। र अहिलेको लेखनको सुरु कुरा चाहिँ त्यतातिर हुनुपर्छ भन्ने लाग्छ। किनभने त्यो भनेको चाहिँ कस्तो भने अब पृथ्वीलाई जोगाउने ज्ञान प्रणालीको त्यो खोज्नुपर्छ भन्ने हो। रैथाने ज्ञान प्रणालीमा गइएन। रैथाने संस्कृति हामीभन्दा पछाडिको पुस्ताहरू चाहिँ अब नबाच्नु हो। हाम्रो चाहिँ मानव जातिलाई हजारौँ वर्षसम्म नयाँ संस्कृति हामीले निर्माण गर्न सकिरहेको छैन। जस्तो उदाहरणको लागि यहाँलाई अब नेपालमा अब लगभग गणतन्त्र सिद्धिँदैछ अरे भनिँदैछ।
आमूल परिवर्तन गर्नुपर्छ सांस्कृतिक रूपले। के भने नेपाल तपाईँले हेरिराख्नु भएको छ, दिनानुदिन एकपछि अर्को, अर्कोपछि अर्को, अर्कोपछि अर्को यस्तो श्रृङ्खलाबद्ध भ्रष्टाचारको काण्डहरू आइराखेको छ। देश डुबिसकेको अवस्था छ भ्रष्टाचार। कुलिङ पिरियडको कुरा आइराखेको छ, त्यो पछाडि अर्को चाहिँ एयरपोर्टको कुरा आइरहेछ, अर्को फेरि तत्कालै आउन सकेर यो भिजिट भिसाको कुरा आइरहेछ। यो के भनेपछि नयाँ संस्कृति निर्माण नभएर, किनभने नेपालको पुरानो संस्कृति चाहिँ कस्तो भने नि आफ्नो भगवानलाई घुस खुवाएर घुसी बनाउने संस्कृति हो क्या। अनि भगवानलाई नै घुस खुवाएर भक्तले वर माग्छ भने त्यो भक्तले ठाउँ पायो भने के गर्छ? घुस खाँदैन। यो पुरानो संस्कृति भनेको नेपालमा स्थापित तथाकथित मूलधारको संस्कृति यो हामीले किन ब्रेक गर्न सकिरहेको छौँ? यद्यपि नेपाल प्रज्ञा प्रतिष्ठानको एउटा स्थानमा बसेर मैले यो भन्न मिल्छ कि मिल्दैन, तर भन्छु, मैले नै भन्नुपर्छ। हाम्रो कविहरूको जिम्मामा तेस्रो कुरा चाहिँ के हुनु पर्यो भने त्यो जुनसुकै तह तबकाको, जुनसुकै जाति समुदायको कवि किन नहोस्, त्यसले देशको विविधता स्वीकार गर्छ। अहिले नेपालमा कस्तो समस्या छ भने यहाँलाई एउटा सानो उदाहरण दिउँ। अस्ति म जुन समुदायमा जन्मे हुन्थेँ त्यो समुदायले भानुभक्त आचार्य र महाप्रसाद भिड चिन्दैन मात्रै भनिदिएको थिएँ, बाफ्रे 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 यो देश संसारै उल्टे जस्तो, यस्तो तरङ्गित हो, यस्तो तरङ्गित हो। यसको अर्थ के भने नेपालको विविधतालाई स्वीकार नगर्ने मनोविज्ञान अहिले पनि खडा छ। त्यसो भनेको छ क्या धेरै जस्तो। अनि नेपालको तथ्य र सत्य चित्र कसले दिँदैन? त्यसो भयो भाषिक र प्राकृतिक चित्र तथ्य कसले दिँदैन? नेपाल प्रज्ञा प्रतिष्ठानको कर्मचारी दिन्छ, कुलपतिले नदिए कसले दिन्छ? अझै पनि नेपालसँग लाग्छ यहाँ कविहरूले पढेको कविताको आधारमा, समीक्षकहरूले समीक्षा गरेको आधारमा कुनै विषयमा केन्द्रित रहेछ भन्ने लाग्छ। दुईवटा कविता पढेँ मैले, तीनवटा कविता पढेँ। आमा रक के भन्दैछ? आमा रक भन्ने कवितामा नयाँ संस्कृति निर्माण गर्नुपर्छ भनेको यही हो। सबैबाट पढेँ, यति तान्यो मलाई, यति तान्यो। यहाँ सबभन्दा पछाडि श्रवणले लेखेको छ, कविको चाहिँ प्रेम, मानवता र पहिचान उनको कविताको सार हो भन्ने लेखेको छ। त्यो कवितामा देखाउँछ कसले भीमा केसीले पढेको कविता हो, द्रौपदीको देश भन्ने। मेरो धारणा हो मिथकहरू प्रयोग गर्दाखेरि एकदम सोचेर गर्नुपर्छ। यो द्रौपदी भन्ने मिथक, यो बिम्ब अब पुरानो भइसकेको छ। मैले पहिलोचोटि महिलाको आँखाको वर्णन गर्दाखेरि गर्ने शब्द चाहिँ कसकोबाट यो बदामी आँखा भन्ने सुनेको भने गोपालञ्जन। एउटा गीत छ नि, सुन्तली ओठा बदामी आँखा भन्ने गोपालञ्जन दाइको। आहा, त्यहाँबाट मैले हाम्रो सौन्दर्यको महिलाहरूको आँखालाई वर्णन गर्ने शब्द भेट्टाएको मैले प्राप्त। त्यही शब्द ठ्याक्कै यहाँ रोशनले पनि प्रयोग गरेपछि मलाई के भने अब यो शब्दलाई हामीले स्थापित गर्नुपर्छ। हाम्रो महिलाहरूको आँखा त बदामी नै हुन्छ। यसले हाम्रो सौन्दर्यको खोजी विस्तार गर्नु पऱ्यो र यसलाई स्थापित गर्नु पऱ्यो। सम्भवतः रोशन याक्सुको कविताले धेरै कुराहरू बोलेको जस्तो बोले होला। अब यस्तै हो, बोल्ने क्रममा केही कुरा बोलि नै हालौँ भन्ने खालको लाग्छ नै मानिसहरूलाई। र फेरि पनि हङकङबाट कविताको तान बुनेर, शब्दको तान बुन्दै बुन्दै
एउटा रङ्गीन कपडा, रङ्गीन पछ्यौरा जस्तो रङ्गीन एउटा कुनै आभूषण हाम्रो अगाडि रोशन याक्सोले प्रस्तुत गरेको छ। फेरि पनि पछि पनि त्यस्तै खालको कृति अवश्य आउनेछ, किनभने मलाई के लाग्यो भने रोशन याक्सोको यो पहिलो कृति त हो, तर यो अन्तिम कृति होइन। लामो समयसम्म लामो दूरीको यात्री हो भन्ने लागेको छ। त्यो यात्रा एकदम अक्षुण्ण रहोस्, नरोकियोस्। हामीले नेपालमा बसेर जसले रोशन याक्सोले माया, प्रेम, सद्भाव, सहानुभूति आफ्नो ढङ्गले जे गर्नुपर्छ त्यो गर्नेछौँ, सबैले गर्नेछन् भन्दै फेरि पनि रोशन याक्सोले बधाई ज्ञापन गर्दै मेरो केही शब्द धन्यवाद सन्दीपजी। आजको यो मेरो खुसीको अवसरमा प्रमुख अतिथिको रूपमा पाल्नुभएका आदरणीय गोपाल राई दाई, आदरणीय दिदीहरू विमला तुलखेवा, स्वतन्त्र जोशी, अनि मेरो आदरणीय बुवा आमा हुनुहुन्छ। साथै मैले यहाँ मान्नुपर्ने विभिन्न आदरणीय व्यक्तित्वहरू, मेरो समक्ष साथीहरू पनि उपस्थित हुनुभएको छ। केशव सुब्बालाई, हाम्रो तुलसी सर, हाम्रो अमरदीप सर, पछाडि हाम्रो राजेन्द्र कारुङ दाई हुनुहुन्छ, अशोक सर हुनुहुन्छ, श्याम दाई लगायत धेरै हुनुहुन्छ। यहाँनिर आइदिनु बिहाको बेला देउसी भैलोमा उहाँहरूले गर्नुभएको गीतहरू, अनि हाम्रो भूपाल दाईहरूको गीत, कविता, श्रम दाईको गीतहरू हामी पूर्वजहरूले तिमी तालहरू सुनेरै हुर्केको हो। अलिक पछाडि हाम्रो राजन दाईहरू हुनुहुन्छ, हाम्रो स्वप्निल दाईहरू हुनुहुन्छ, पछिल्लोचोटि मैले फलो गर्ने हाम्रो केशव दाई हुनुहुन्छ। उहाँहरूबाटै सिकेर समकालीन साथीहरू हुनुहुन्छ। उहाँ कमी कमजोरी पनि छन्, त्यो मैले पनि महसुस गरेको छु। यो कार्यक्रम सफल पारिदिनको लागि आइदिनु भयो, तपाईँहरू सम्पूर्णलाई धन्यवाद। विशेष त एकदम हतार हुँदा हुँदै पनि फिनिक्स बुक्स हाम्रो जगदीश अधिकारी छ, उहाँले एउटा दुःख गरिदिनु हो, मैले दुःख दिएँ भनौँ। अनि सम्भवसम्मका साथीहरूलाई ल अब दुःख पाउने पालो चाहिँ तपाईँहरूकै भनेर मैले सम्भवका साथीहरू हाम्रो उत्तम सर हुनुहुन्छ, सजित सर हुनुहुन्छ, हाम्रो सुरजी हुनुहुन्छ भनेर मैले हाम्रो स्वप्निल दाइले लेखेर हेरिदिनुहोस् के कसो छ भनेर उहाँलाई दिएँ। उहाँले पनि दुःख गरिदिनु हो। र यो कवितालाई अलिकति तपाईँहरूले पनि खुसी साट्न आइदिनु भयो। तपाईँहरू सम्पूर्णलाई धन्यवाद दिँदै मेरो भनाइ अन्त्य गर्न चाहन्छु। हस्त धन्यवाद सेवाहरू। कृपया ताली बजाएर सम्मान उहाँहरूको तपाईँले पुर्याउनु भएको अतुलनीय योगदानको कदर गर्दै तपाईँको कविता कृति सम्झनाको चोमलुङमा विमोचन समारोहको अवसरमा यो सम्मान पत्र प्रदान गर्दछ। नेपाली भाषा साहित्यको उन्नयनको निम्ति यहाँको कलम निरन्तर चलिरहोस्। हार्दिक शुभकामना। लक्ष्मीज्यूलाई मिथुनज्यूले सम्मान पत्र प्रदान गर्दै हुनुहुन्छ। देखि मुसा लिङ्गदेनज्यू खाजा पनि रहेको छ। तपाईँहरूले मुसा लिङ्गदेनज्यूलाई धन्यवाद। त्यसै गरी हुनुहुन्छ रिमा केसीज्यू अन्तिममा कविता सङ्ग्रह लोकार्पण कार्यक्रममा तपाईँहरू उपस्थित भइदिनु भयो। पत्रकारज्यूहरू, कविज्यूहरू, कलाकारज्यूहरू, रङ्गकर्मीज्यूहरू सबैलाई सम्भवसम्मको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्दै यो कार्यक्रम यही समापन भएको घोषणा गर्न चाहन्छु। धन्यवाद। Smile, ready.